गणतन्त्रको निम्ति आधार तयार पार्यौं र ज्ञानेन्द्रले आफ्नो मूर्खता मार्फत पनि हामीलाई मद्दत गरेकै हो भनेको थिएँ मैले। उनले धेरै मूर्खता नगरेको भए अझै केही वर्ष उनले 7 राजनीतिक दलमाथि पनि दमन नगरेको भए नेताहरूलाई सबैलाई उनैको पछि लाग्छ भनेर आत्मसमर्पण गर्न खोज्दा पनि लात्ताले नहानी दिएको भए सायद केही वर्ष टिक्न पनि सक्थे। त्यसकारण मैले भनेको थिएँ भिलेनको रूपमा ज्ञानेन्द्रको भूमिका पनि महत्त्वपूर्ण छ गणतन्त्र स्थापनामा। अहिले फेरि राजतन्त्र पुनर्स्थापनाको कलाविहीन नाटक, मैले त्यति बेला पनि भनेको थिएँ यो कलाविहीन नाटक प्रदर्शन गरेर नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, नेपाली जनता अझ जागरुक हुन, सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढ्न एउटा नयाँ सङ्कल्पको आधार तयार पारेका छन्। त्यस अर्थमा फेरि पनि ज्ञानेन्द्र शाहको भूमिका महत्त्वपूर्ण नै हुन्छ भनेर हामीले बुझ्नु पर्दछ भन्ने मलाई लाग्छ।